उभिया मात्र है अब देखिएछु बाङ्गो आहा भयो नमस्कार सबैजनालाई अ, नमस्कार सबैजनालाई आज चाहिँ मेरो अ, नमस्कार सबैजनालाई आज चाहिँ मेरो डे 70 है खेलेको भिडियो हालेको अथवा खेल सुरु गरेको चाहिँ मेरो डे 70 हो हजुरहरूलाई डे 70 सम्मको सानो सानो थोरै अनुभव सुनाउन चाहेँ मैले डे 1 बाट मैले कसरी सुरु गरेँ भन्दाखेरि डे 1 बाट म एकैचोटि डे 70 पुग्छु भन्ने मेरो उद्देश्य थिएन म पुग्थिनँ हैन आजसम्म डे 1 बाट भोलि म डे 2 गर्छु डे 2 बाट डे 3 गर्छु भन्दै डे 70 सम्म म आउन सफल भएँ त्यसबिचमा चाहिँ मेरो मुख्य उद्देश्य भनेको तपाईँको वेट लस गर्नु आफ्नो स्वास्थ्य सुधार्नु सँगसँगै आफ्नो मानसिकता सुधार्नु थियो त्यसबिचमा मलाई चुनौतीहरू के आयो भन्दाखेरि अब यो मौसम कहिले झरी पर्छ कहिले बिहानै काम पर्छ बिहान म चाहिँ वर्कआउट गर्थेँ त्यस विषयमा चाहिँ काम पर्ने अब बिहानको काम बेलुका सार्दाखेरि फेरि बेलुका फेरि अर्कै काम सेट भएर बसिसकेको हुन्थ्यो त्यसमा चाहिँ थोरै आधा घन्टा मैले एक्सर्साइज गर्थेँ भने 5-10 मिनट भयो नि रेकर्ड गरेर हाल्थेँ हजुरहरूलाई देखाउनलाई र आफ्नो चाहिँ कन्सिस्टेन्ट हुनलाई त्यस विषयमा चाहिँ मुख्य चुनौती भनेको विभिन्न आइपरेका काम सँगसँगै मौसम पनि एउटा चुनौती जस्तो भयो र डे 70 सम्म आइपुग्दाखेरि मेरो के परिवर्तन भयो भन्दाखेरि 2-3 केजी वेट लस भएको छ शरीरहरू लुगा फिटिङ देखिन थालेको छ आफूलाई पनि हल्का महसुस हुन्छ मानसिकता त्यही अनुसार परिवर्तन हुँदै गएको छ र सबैभन्दा ठुलो कुरो म बिहान उठ्ने बित्तिकै आफूले चाहिँ अब एकछिनमा चाहिँ मेरो एक्सर्साइज सुरु हुन्छ मैले रेकर्ड गर्नुपर्छ भन्ने मानसिकता आफै बसिसकेको हुन्छ होइन त्यसले गर्दा चाहिँ एक्सर्साइजलाई मैले ओहो ठुलो आज पनि एक्सर्साइज गर्नुपर्छ भन्ने खालको दिमागमा सेट गर्नु परेन अबका दिनमा र भोलि मैले डे 100 पुर्याउँदिनँ त्यो त अब हेर्न बाँकी नै छ तर आज डे 70 हो डे 71 अवश्य पुर्याउँछु त्यसरी नै भोलि 100सम्म पुर्याउन सक्यो भने मैले हजुरहरूलाई रेकर्ड गरेर नै देखाउनु छु दिनदिनै त्यसले गर्दाखेरि हजुरहरू पनि यदि बानी परिवर्तन गर्न चाहनुहुन्छ नराम्रो बानीहरू छोड्न चाहनुहुन्छ भने म 1 महिनालाई यो छोड्छु भनेर आफूलाई पहिल्यै कबुल गर्नुभन्दा होइन म आजको दिन यो छोडेर देखाउँछु र भोलिको दिन भन्दै तपाईँको 1 महिना वर्ष दिन बिस्तारै पुग्ने रहेछ र एकैचोटि म 2 वर्ष छोड्छु यो कुरा भनेर पहिल्यै आफूलाई चाहिँ भर दिलाउनु भन्दा 2 दिन छोड्छु 3 दिन छोड्छु भन्दै बिस्तारै गर्नुभयो भने हजुरको परिवर्तन अवश्य सम्भव छ र यति भन्दै आजको भिडियो यहीँ अन्त्य गर्दछु हजुरहरूको माया नै मेरो एक्सर्साइज गर्ने भिडियो पोस्ट गर्ने एउटा मोटिभेसन हो भन्दै बिदा हुन्छु हस्त धन्यवाद